कता हराए यी होनहार बाल कलाकार। 4 वर्षको कलिलो उमेरमै भुवन केसीको सुपरहिट चलचित्र म तिमी बिना मरिहाल्छुबाट नेपाली रजतपटमा आएका बाल कलाकार हुन् सुजल नेपाल। भुवन केसीको चलचित्रमा गरेको अभिनयले सबैको मन जितेका सुजलले यो चलचित्रबाट बाल कलाकारको अवार्ड पनि जितेका थिए। सानै उमेरदेखि अब्बल अभिनय गर्ने सुजलले त्यसपछि लगातार बाल कलाकारको रूपमा नैना रेशम, सलाम छ मायालाई, अरबपति, ग्ल्यामर, झोला जस्ता फिल्महरूमा खेले भने झोलामा यिनले गरेको मार्मिक अभिनयले धेरै दर्शकहरूलाई पनि रुवाएको थियो। केही म्युजिक भिडियो र विज्ञापनमा समेत काम गरिसकेका यी प्रतिभा अहिले कता छन्, के गर्दैछन् सायद कमैलाई जानकारी होला। मौलिक चलचित्र लाटीपछि सुजलको कुनै पनि चलचित्र आएका छैन। चाबहिल बस्ने सुजल अहिले विनायक इङ्ग्लिस सेकेन्डरी स्कुलको कक्षा 10 मा अध्ययन गर्छन्। सीको तयारी गरिरहेका सुजल अहिले पुरै समय पढाइमा नै व्यस्त छन्। फिल्ममा अफरहरू पनि आइरहेको छ, तर अहिले फिल्मभन्दा पढाइ महत्त्वपूर्ण भएकाले सी सकेपछि मात्रै मुभीहरू गर्ने सोचमा छन् सुजल। अलिअलि बचेको समयमा गिटार बजाएर बस्छु, नत्र पुरै समय पढाइ नै हो भनेर भन्छन् सुजल।